यदि मैले तपाईहरुलाई भने कि टमाटरको भाउ सबैभन्दा महँगो हुने बेला तपाईले टमाटर बेच्न सक्नुहुन्छ। धेरै किसानहरूले सिजनमा टमाटर बेचेर कम नाफा कमाउँछन्, तर केही किसानहरू अफ सिजनमा टमाटर उत्पादन गरेर लाखौं रुपैयाँ कमाइरहेका छन्। आखिर उनीहरूले यस्तो कसरी गरिरहेका छन्? आजको भिडियोमा हामी अफ सिजन टमाटर खेतीको बारेमा सम्पूर्ण रहस्य बुझ्नेछौँ। यदि तपाईँ कम जग्गाबाट बढी आम्दानी लिन चाहनुहुन्छ भने अफ सिजन टमाटर खेती तपाईका लागि उत्कृष्ट विकल्प हुन सक्छ। आजको भिडियोमा हामी अफ सिजन टमाटर खेतीका लागि आवश्यक मौसम, जात छनौट, नर्सरी व्यवस्थापन, मलखाद, रोग नियन्त्रणदेखि बजार व्यवस्थापनसम्म सबै कुरा विस्तारमा बुझ्नेछौँ। अफ सिजन टमाटर खेती भनेको के हो? सामान्यतया टमाटर जाडो मौसममा राम्रो उत्पादन दिने बाली हो, तर आधुनिक प्रविधि र उचित व्यवस्थापन प्रयोग गरेर गर्मी तथा वर्षायाममा पनि टमाटर उत्पादन गर्न सकिन्छ। यसलाई अफ सिजन टमाटर खेती भनिन्छ। अफ सिजनमा बजारमा टमाटरको आपूर्ति कम हुने भएकाले मूल्य सामान्य समयको भन्दा दोब्बर वा 3 गुणासम्म बढी हुन सक्छ। यही कारणले धेरै किसानहरू अफ सिजन खेतीतर्फ आकर्षित भइरहेका छन्। उपयुक्त जात छनौट। अफ सिजन खेतीको सफलता धेरै हदसम्म जात छनौटमा निर्भर हुन्छ। रोग सहन सक्ने र उच्च तापक्रम सहन सक्ने जातहरू छनौट गर्नुपर्दछ। केही लोकप्रिय जातहरू: सृष्टि, मनिषा, अविनाश 2, NS 4266, US 440, सागर किङ। बिउ किन्दा विश्वसनीय कम्पनीको प्रमाणित बिउ प्रयोग गर्नु अत्यन्त आवश्यक छ। नर्सरी व्यवस्थापन। राम्रो उत्पादनका लागि स्वस्थ बिरुवा आवश्यक हुन्छ। नर्सरी बनाउँदा पानी नजम्ने स्थान छनौट गर्नुपर्छ। राम्रोसँग कुहिएको गोबर मल प्रयोग गर्नुपर्छ। बिउ छरेपछि हल्का मल्चिङ गर्नुपर्छ। रोगबाट बचाउन ट्राइकोडर्मा वा जैविक उपचार प्रयोग गर्नुपर्दछ। 25 देखि 30 दिनको बिरुवा रोपाइका लागि उपयुक्त मानिन्छ। टनेल वा प्लास्टिक घरको महत्त्व। अफ सिजन खेतीमा वर्षा र अत्याधिक तापक्रम सबैभन्दा ठूलो चुनौती हो। यसका लागि प्लास्टिक टनेल, रेन सेल्टर, प्लास्टिक घर प्रयोग गर्न सकिन्छ। यसले बिरुवाहरूलाई वर्षाबाट जोगाउँदछ, रोग कम गर्छ र उत्पादन बढाउँदछ। सुरुमा केही लगानी लागे पनि लामो समयसम्म फाइदा लिन सकिन्छ। रोपाई र मल व्यवस्थापन। बिरुवा रोप्दा लाइनदेखि लाइन 75 सेन्टिमिटर, बिरुवादेखि बिरुवा 50 सेन्टिमिटर दूरी कायम गर्नु राम्रो हुन्छ। प्रतिरोपनी। राम्रोसँग कुहिएको गोबर मल, DAP, पोटास सिफारिस अनुसार प्रयोग गर्नुपर्दछ। फूल लाग्ने समयमा पोटासयुक्त मलले फलको गुणस्तर र उत्पादन बढाउँदछ। रोग तथा किरा नियन्त्रण। अफ सिजनमा मुख्य समस्याहरू: लेट ब्लाइट, अर्ली ब्लाइट, ब्याक्टेरियल विल्ट, फल कुहिने रोग, सेतो झिङ्गा आदि। रोकथामका उपायहरू: खेत सफा राख्ने, रोगी बिरुवा हटाउने, सन्तुलित मल प्रयोग गर्ने, फेरोमोन ट्र्याप प्रयोग गर्ने, आवश्यक परे कृषि प्राविधिकको सल्लाह अनुसार विषादी प्रयोग गर्ने। बजार र आम्दानी। अफ सिजन टमाटर खेतीको सबैभन्दा ठूलो फाइदा भनेको उच्च मूल्य हो। सिजनमा टमाटरको मूल्य 20 देखि 30 रुपैयाँ प्रति किलो हुँदा अफ सिजनमा 100 रुपैयाँ भन्दा माथि पुग्न सक्छ। यदि व्यवस्थापन राम्रो भयो भने एक रोपनीबाट पनि आकर्षक आम्दानी लिन सकिन्छ। त्यसैले उत्पादन मात्र होइन, बजारको माग र समयको पनि अध्ययन गर्नुपर्दछ। अफ सिजन टमाटर खेती मेहनत, सही प्रविधि र उचित व्यवस्थापनको खेल हो। यदि तपाईले राम्रो जात छनौट गर्नुभयो, स्वस्थ बिरुवा तयार गर्नुभयो, टनेल व्यवस्थापन गर्नुभयो र रोग नियन्त्रणमा ध्यान दिनुभयो भने यसबाट राम्रो आम्दानी लिन सकिन्छ। तपाईँ अफ सिजन टमाटर खेती गर्ने सोचमा हुनुहुन्छ भने कमेन्टमा आफ्नो जिल्ला लेख्नुहोस्। यस्ता उपयोगी कृषि जानकारीका लागि भिडियो लाइक, सेयर र च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला।